2083 साल भदौ 10 गते बिहान 9 बजे भोटेकोसीको बाढीमा परि ज्यान गुमाउनु हुने प्रति हार्दिक श्रद्धाञ्जली। शोक संतप्त परिवारप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् र बाढीमा परि घाइते हुनुभएकाहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यो सानो देउडा झलक तपाईहरुमा पस्कने जमर्को गर्दैछु। आशा छ तपाईहरुको साथ पाउनेछु भन्नेमा। हृदय चिरियो देशमा विपत्ति पढ्यो, कहाँ बाटो बिरियो हुन पनि पापी दैव। क्या लाग्यो विपत्ति लाउने खाने बाली वैंश नगर राजनीति देश रोयो दुनियाँ रोयो। कतिको जेन गयो कतिको सम्पत्ति गयो, विश्वको ध्यान गयो भोटेकोसी घटनामा। केही पनि रहेन गाउँ टोली बजार विद्युत स्कुल, थाहा कसलाई भएन कोही बेला विपत्ति आउँछ। कोही स्कुल गएका कोही व्यापारी कोही बटुवा, मनमा रहेका सपना अधुराइरह्या। कसैलाई क्या थाहा हुन्छ कोही बेला विपत्ति आउँछ। नमेट्ने घाउ हुन्छ नेपालमा वर्षै वर्ष। नुवाकोट रसुवा धादिङ गोर्खा चितवनसम्म बन्न नपाई बुवा कतिका परानी गया। कठै भोट्याकोसी तेरो तैँले क्या बिगाड्यो, कठै भोटेकोसी तेरो कहिले क्या बिगाड्यो। कोही थिएन दोषी पराकृतिक प्रकोप बैरी, कोही थिएन दोषी पराकृतिक प्रकोप दोषी। बिहान 9 बजे भदौ 1083 साल त्रिशुलीमा बगे कतिका मनका सपना। मेटी गया इच्छा लाउने खाने धन कमाउने, क्यालियै परीक्षा हुन पनि पापी दैव। कठै गली गली मन सम्हाल बाँच्ने जति, हार्दिक श्रद्धाञ्जली विपत्तिमा ज्यान जानेलाई। जन्मने दिनको भाव मेटाया मेटिनु छ क्या, शीघ्र स्वास्थ्यला बाढी पीडित सबैकन। सरकार तेराई भर बाढी पीडित पढ्याका छन्, नराखी कसर जीवनको उद्धार होइजाऊ। नराखी कसर जीवधनको हेरचाह होइजाऊ, नराखी कसर जीवधनको हेरचाह होइजाऊ।